सो हेलो हाई गाइज वेलकम ब्याक टु माई अनदर एपिसोड। म चाहिँ आज जाँदैछु सैलुङतिर। ब्यागस्याग सबै प्याकिङ गरिसकेँ, अब निस्किने हो। के हुन्छ बाटोमा देखाउँदै गर्दै गर्छु है त गाइस। ल ढिला भइसक्यो। सो अलराइट गाइज, हामी चाहिँ रेडी भइसक्यौँ। बाइक पनि रेडी भइसक्यो, हाम्रो अर्को भाइ पनि त्यहाँ रेडी भइसक्यो। चिल्लर बाइक अर्कोचोटि घुमाउन जान्छु। टाटा काली, टाटा टाटा। ल हामी निस्केको अब सैलुङको यात्रा अब यहीँबाट सुरु हुन्छ। अब बिस्तारै जान्छ, बाटोमा के हुन्छ देखाउँदै गर्दै गर्छु है त गाइस होइन। अब जाँदैछौँ, लाग्दैछौँ। अघि नै किन नबनाएको भन्दाखेरि भिडियो चाहिँ एकदम टप थियो, त्यो उयोहरू धुलै धुलो अनि फोनबाट बनाउने नै हो, त्यही भएर उतातिर बनाएन। अनि धुरीखेलबाट भर्खरै झरेर यतातिर बनाउनु लगाएको। त्यही हो गाइस, वेलकम ब्याक टु माई अनदर एपिसोड। र तपाईँलाई मेरो युट्युब च्यानलमा फेरि पनि स्वागत छ। अब आजको हाम्रो डेस्टिनेसन मैले भनिसकेँ अघि नै पनि, सैलुङ जाँदैछौँ। फर्स्ट टाइम म सैलुङ जानु लागेको। अब थाहा छैन के हुन्छ कस्तो हुन्छ, बाटोहरू पनि नो आइडिया। अब बिस्तारै बिस्तारै उतैतिर पुगेर तपाईँहरूलाई म देखाउँदै गर्दै गर्छु है त गाइस। सो गाइस, अब अहिले चाहिँ हामी चाहिँ यहाँ अब 0 किलोमिटरबाट अब मासतिर हामी चाहिँ दोलल घाटतिर तर्फ लाग्दैछौँ। दोलल घाट पनि पुगिसक्यौँ हामीहरू होइन। अब यहाँबाट चाहिँ भ्यू हेर्दै हेर्दै जान्छौँ। मेरो चाहिँ एकदम यो नमिल्नको कारण भएकोले गर्दाखेरि, माइक डिस्टर्ब भएकोले गर्दाखेरि मैले यो भोइस रेकर्ड गरिराखेको छु गाइज। त्यही हो, राम्रो छ दोलल घाट पनि है, इन्जोय गर्नु दोलल घाटलाई, राम्रो छ। हामी चाहिँ ठ्याक्क पुलमा पुग्यौँ। पुलमा पुगिसके पछाडि चाहिँ मजाले भ्यू हेर्दै हेर्दै मजाले आनन्दको भ्यू लिँदै लिँदै गइराखेको थियौँ। टक्क पारेर मैले मेरो पछाडि बस्ने भाइलाई चाहिँ यताउता मजाले क्लियर हुने गरी देखाइदेऊ है, मेरो भ्युअर्सहरूलाई राम्रो हुने गरी देखिने गरी भनेर भनेको थिएँ। जोस् राम्रो गरी चाहिँ खिचिदिएको रहेछ, मलाई चाहिँ गर्व लाग्यो। भाइ पनि अब हल्का फुल्का चाहिँ क्यामराम्यान भइसकेको छ। सो अलराइट गाइस, हामी चाहिँ एकदम फसेको ठाउँमा छु मैले चाहिँ। अब यहाँनिर काम चल्दैछ। अब यो कामसाम यहाँनिर उता भइसके पछाडि अनि हामी निस्किन्छौँ। अब ठ्याक्क सुकुटेसम्म आइपुगेको छौँ। अब लेट चाहिँ के हुन्छ हेर्दै गरौँ। अब यहाँ अब ब्ड्याङ ब्डुङ हान्दै रहेछ यार। काम चल्दैछ, बाटो ब्लक भयो, कुर्दैछौँ। अब लेट्स सी। सो गाइस, हामी पनि अब भर्खरै यो प्रतीक्षालयबाट निस्किन आँटेको। एकदम थाकेको थियौँ। काठमाडौँबाट हामी नन स्टप हिँडेको भएर हामी चाहिँ खै कुन ठाउँ हो प्रतीक्षालयमा गएर बस्यौँ। एकजना दाइ चाहिँ त्यहाँ हुनुहुन्थ्यो, एकदम हँसाउनु भयो, रमाइलो गर्नुभयो। मैले मिररबाट हेरिराखेको थिएँ त्यो दाइलाई चाहिँ होइन। एकदम एकछिन हाँसो लाग्यो, रमाइलो भयो जे होस्। अनि त्यस पछाडि चाहिँ हामी ल निस्क्यौँ भनेर निस्क्यौँ है। हामी दाजुभाइ निस्क्यौँ, गयौँ मजाले बिस्तारै बिस्तारै। जस बाटो चाहिँ एकदम A1 दामी नै छ बाटोहरू चाहिँ है। तर पछाडि चाहिँ गएर अलि अप्ठ्यारो हुन्छ। यो बाटो चाहिँ अहिले हेर्दाखेरि मात्र सबै पिच मात्रै देखिरहेको छ। फेरि भोलिको दिन मलाई गाली नगर्नु होला, पिच मात्र देखायो अफरोड देखाएन भनेर। अफरोड चाहिँ मैले किन नखिचेको भन्दाखेरि एकदम बाटो खत्तम पनि थियो र एकदम त्यो खिच्ने पनि नभएको भएर चाहिँ मिलेन। अब सबै फोनबाट बनाउनु पर्ने मैले चाहिँ भिडियोहरू, त्यही भएर एकदम गाह्रो भयो मलाई चाहिँ बनाउनलाई। जोस् हामी दाजुभाइ मजाले अगाडि क्यामेरा राख्दै मजाले गफ गर्दै 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 आनन्दले गयौँ, जोस् मजा आयो। अनि यहाँ चाहिँ एकदम तामाङहरूको चाहिँ ठुलो, उहाँहरूको चाहिँ यो झाँक्री जस्तै हाम्रो बस्छ नि त्यस्तै उहाँहरूको चाहिँ एउटा खै के रहेछ फेस्टिभल, उहाँहरू चाहिँ गइराख्नु भएको थियो बाटोमा। जोस् यो पनि हेर्न पाइयो, खुसी लाग्यो। राम्रो पनि, आफ्नो दिन पनि लक राम्रो हुन्छ भनेर भन्छन् नि मान्छेले, त्यही नै हो क्या। लक पनि जोस् राम्रै भयो, यो हेर्न पाउनु पनि धेरै ठुलो कुरा हो। यस्तो सितिमिति हामी काठमाडौँ बस्नेले देख्दैनौँ। त्यही हो गाइज।
360 भ्यू हाम्रो सैलुङ डाँडाको दामी छ नि त ठाउँ चाहिँ पुरै ओपन रहेछ क्या हामी चाहिँ अब टावरबाट भर्खरै झऱ्यौँ होइन अब हामी बाहिर बाहिर यसो हेर्दैछौँ के छ यतातिर त्यही हो दामी छ भ्यूहरू चाहिँ नाइस यस्तो छ है यहाँको चाहिँ सैलुङको डाँडामा रमाइलो भइराखेको छ मन्दिरै मन्दिर गुम्बै गुम्बा होइन नाइस छ क्या तर हाफ ब्यान छ है एकचोटि चाहिँ आउनै पर्ने ठाउँ हो तर गुम्बामा जान दिन्छन् कि दिँदैनन् आई डोन्ट नो तर बवाल छ है यहाँको यो मेन गुम्बा अब आई डोन्ट नो मलाई थाहा त छैन मिल्नु पर्ने हो त्यही पनि लेट्स चेक इट आउट हानिदिउँ न एकलट खत्रै छ नि त्यहाँको गुम्बाहरू ओहो हो दामी गुम्बा अन्त अघि नै हामी गएको यही भ्यू टावर हो दामी लाग्यो मलाई चाहिँ सो त्यही गाइज अब कता कता हुन्छ के हुन्छ बिस्तारै बिस्तारै हेर्दैछौँ हामीहरू होइन रमाइलो छ दामी लाग्यो ठाउँ चाहिँ एकदम बवाल हो सैलुङको डाँडामा नाइस 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 आउनु चाहिँ पर्छ है सबैजना एकचोटि यस्तो ठाउँमा चाहिँ मिस चाहिँ गर्नु हुँदैन एकचोटि जो आयो त्यसको जिन्दगी बन्यो केटा हो त्यति चाहिँ बुझ स्वर्ग हेर्न हो ढ्यान्टाडान स्वर्ग है स्वर्ग तिमीहरू चाहिँ सुति बसिराख ल हामी चाहिँ घुम्न चल्दिएको नि स्वर्ग है स्वर्ग स्वर्ग हेर्ने हो स्वर्ग ढ्यान्टाडान सैलुङ के भयो तमीबाट के गर्दौ कस्तो लागेको छ त कस्तो लागेछ लागेछ हैन म त हाम्रो डाँडाकै पहाडकै याद पनि आइरहेछ याद आइरहेछ जुम्लाको मान्छे मलाई एकदम याद आइरहेछ यो देख्दा मलाई यति राम्रो फिल लागिरहेको हैन चारैतिर हिमाल पुरै देखिरहेको टावर पनि चढेर आइयो मलाई चाहिँ एकदम खुसी फिल भएको छ एकदम रमाइलो भइरहेछ हैन तर एकचोटि चाहिँ आउनु पर्छ हैन जो भयो भने चाहिँ एकचोटि चाहिँ आउनु पर्यो यो ठाउँ चाहिँ हेरेर जाँदा तपाईको मनै फिलै अर्कै भइदिन्छ के यो चाहिँ एकदम राम्रो ठाउँ म नि उहाँ सरसँग एकदम भएर आएको पहिलोचोटि एकदम राम्रो छ यो दामी छ नि हैन ल ल स्वर्ग हेर्ने नि त स्वर्ग हो नि त यही हो हाम्रो सैलुङको डाँडा होइन अब हामी पनि अब अलिअलि भिडियो सिडियो बनाउँदै जाने हो खिच्दै जाने हो त्यहाँ चाहिँ दाइ के रहेछ त्यहाँनिर मर्निङ वक ए ए ए ए मर्ने मान्छे हजुर हजुर त्यो लेग लागेर मर्ने त गाउँघरकै ए तामाङहरूको लामाहरूको होइन त्यस्तो भनौँ न अनि यतापट्टिको चाहिँ यो चाहिँ एउटा बुद्धको पाइलो हो अनि त्यो यो यहाँ बुद्धको पाइला पनि छ र त्यही तर त्यो भित्र चाहिँ हामी जान मिल्दैन होइन मिल्छ त्यहाँ पाइतालै टेकेको जस्तो छ र हजुर ओके बुद्धको पाइला ल त्यहाँ चाहिँ एकचोटि हामी जानै पर्छ यो ठाउँ चाहिँ जानै पर्ने ठाउँ यहाँनिर तल अहिले पहिला यो चाहिँ हामीहरू टक्क हेरौँ है
ल धेरै चाहिँ मैले यहाँ देखेअनुसार चाहिँ यो यो राम्रो त राम्रै हो कि तर यस्तो चाहिँ यहाँनिर चाहिँ अति नै टप अप 4 गरेको रहेछ र प्लिज कृपया यस्तो दामी ठाउँ छ होइन यस्तो ठाउँमा आएर टेन्ट सेन्ट हालेर नगाडिदिनु होला किनभने सबै मन्दिरहरू छ टेन्टहरू गाड्नुहुन्छ अनि तपाईँले यहाँनिर आएर क्याम्प फायर गर्नुहुन्छ मासु सासु पोलेर खानुहुन्छ त्यस्तो चाहिँ नगरिदिनु होला है अनि एकदम 4 पनि भएको रहेछ मैले देखेको अघि नै त्यस्तो 4 पनि नगरिदिनुहोस् यस्तो राम्रो ब्युटी नेचर जस्तो ठाउँलाई नराम्रो चाहिँ नबनाइदिनुहोस् होइन त्यही भन्न चाहन्छु गाइज दामी छ तर टेन्ट सेन्ट हालेर चाहिँ बस्न चाहिँ दामी हो कि तर यहाँ आएर चाहिँ मान्छेले प्रायः धेरै जस्तो मान्छेले चाहिँ आएर मासु पोलेर खाइदिने त्यही गरिदिनु भएको रहेछ अनि 4हरू पनि त्यत्तिकै राखिदिने हेर्नु न अब बोल्दै बोल्दै आएको छु लेट्स सी ल देख्नुभयो यो तरिका हो त यो हो त्यो यति चाहिँ साह्रो फोहोर चाहिँ नगरिदिउँ न केटा अब थैदिरीको यार म्यागी उहीँ कपडा फालेछ कहीँ कहीँ के फालेछ यार आशिक दिदी चाहिँ चाहियो रेड बुलको डब्बा थुक्क जिन्दगी बुद्धि हेर मान्छेको त्यस्तो गर्ने होइन नि गाइज यस्तो दामी ठाउँ छ दामी ठाउँलाई त दामी बनाउनु नि यार किन त्यो के भन्छन् 4x4 के भन्ने यार ल हेर्नुहोस् नट गुड है ब्याड ह्याबिट हो एकदम ब्याड ह्याबिट हो यो चाहिँ यस्तो चाहिँ राम्रो चाहिँ गर्नु हुँदैन है मलाई पनि चित्त चाहिँ बुझेन यो चिज देखेर र यो भएको देखेर नट गुड लै यस्तै तिम्रो म्याकाडक्सहरूले गर्दाखेरि नै यो यस्तो भएको हो क्या प्रकृति नेचर दामी चिजलाई चाहिँ नराम्रो गराउन खोज्ने तिम्रो म्याकाडक्स के रहेछ यो मलाई पनि ठ्याक्कै आइडिया छैन सायद यही नै भनेको जस्तो लाग्यो मलाई यहाँनिर चाहिँ बुद्ध भगवानको पैताला भनेर भने जस्तो मान्थ्यो अघि नै उहाँहरूले माथिबाट भन्दै हुनुहुन्थ्यो सायद यही हुनसक्छ ढुङ्गा छ ढुङ्गामा चाहिँ पैताला छ भनेर भन्दै हुन्थ्यो नि त खाल्टो परेछ नि त्यहाँनिर हो त्यो हो नि त पैताला पैताला रहेछ होइन त खै अलिकति देखेन यताबाट अब चाहिँ भनिदिनु पर्यो यहाँबाट कहाँबाट रे ओ औँलाको छाप होइन त नाइस दामी रहेछ बवाल चाहिँ ल कस्तो खतरा भ्यू देख्यो अरे यहाँनिर भ्यू के हो यो त चिप्लिन्छ नि फेरि चिप्लिन्छ उतै जानु हाम्रो अलिकति जुत्ता तल मान्छे गाड्छ माथि मूर्ति बनाइदिन्छ त्यसको माथि होइन पुर्खाको भइसक्यो अहिलेको जमानाकै होइन नि भनेपछि अब जस्तो ठुल्ठुलो मान्छेहरू अब लामा तामाङहरूको होइन पुजारीहरू हुन्छ नि पुजारीहरू जग्गा जमिन एकदम माडे जस्ता कि त्यसो सबै साधारण जनता हामी जस्तालाई होइन उनीहरूको पुजारी ठुला प्रकृतिका त्यस्ता मान्छेलाई यहाँ ल्याएर तल गाडेर वरिपरि आफ्नो सिस्टम अनुसार बसेर उनलाई तल दबाएर चट्ट सिमेन्ट बालुवा गरेर वरिपरि एउटा उ जस्तो बनाइदिएर अनि पुर्खा यो त तपाईँको पुर्खाकै बाजेहरूको होला नि अहिलेको त कहाँ त्यो चलनै छैन उनीहरूले अब देवता मानेर पूजा गर्छ क्या एकदम बिल्कुल होइन तर दामी छ यार इट्स अ गुम्बा यो चाहिँ होइन है दुईजना कुन ठुलै मान्छे रहेछ यस्तो छ यहाँको दृश्यमा यस्तो बाबा यताबाट चाहिँ बाबा लाउने रहेछ है यहाँबाट चाहिँ यो त नेपालको झन्डा ल्याएर गाड्न पर्ने हो के अरे
ल अब हामी ठ्याक्कै अहिले यो पृथ्वीको नाइटो हेर्न आएको छौँ कतापट्टि रहेछ ल भन्नु पऱ्यो यिनले नै देखाइरहेछ अघि नै मैले पनि देखेको थिएँ मैले देखे अनुसार तपाईँको अब यही हो यहाँ न यो भाग अलिकति छेक्यो उसले गर्दाखेरि यो भाग यो चाहिँ नि पृथ्वीको नाइट हो ओके अब हामीले कालो भएको रहेछ यहाँनिर माथिको भागमा होइन यो गेट छ नि यो चाहिँ जब जहाँ दैचाम देख्यो होला नि त यो सेतो सेतो चाहिँ यो पृथ्वीको नाइट हो ए अच्छा अच्छा पूजा पनि गरेको रहेछ है ए पूजा सुजा सबै होइन वरिपरि पैसा सैसा चढाएर पैसा सैसा चढाएको छ चामलै चामल रहेछ यहाँनिर ओके ओके भन्नुपर्दा पृथ्वी यही होला नाइट यही होला जस्तो लाग्छ हुनसक्छ हो त्यही नै हो यसो याद गर्नुहोस् यो पृथ्वीको छाती हो यो त नाइट हो तल ओके नाइट हो तल यो चाहिँ छातीको भाग जस्तो लाग्छ त्यस्तै लाग्छ है अब हामीले हेरे अनुसार चाहिँ हेर्दाखेरि पनि त्यही देखिरहेको छौँ खेल अनुसार हेर्दा अनुसार पृथ्वी यो चाहिँ नाइटै हो त्यो चाहिँ यहाँ सिलेक्सनै गरेको छ पृथ्वीको नाइट हो लेखेको छ किनभने त ऊ बोर्डकै अगाडि राखेको छ नि त यो त होइन अगाडि यहाँ पृथ्वीको नाइट राखेको छ ट्याक्क अब पृथ्वीको यो छातीको भाग गएको यो नाइट हो भएर तपाईँलाई यो जो दही चामल राखेको छ यहाँ पैसा सैसा फालेको छ टक्क यो हाम्रो पृथ्वीको नाइट हो यो कुनै सामान्य कुरो होइन तर तर यहाँ चाहिँ केही अलिकति बार सार लगाइदिएको भइदियो भए राम्रो हुन्थ्यो अब जस्तै अब यो नर्मल्ली अब यो यहाँनिरको यो तलको यो होइन यो सबै एउटै एउटै देखिन्छ नि त यहाँनिर होइन यो त मान्छेले खिचेर नै हिँडिदिन्छ नि त अहिले के छु पृथ्वीमा छु तल पृथ्वीमा छु नि यो पृथ्वीको छाती चाहिँ यहाँ नाइटो छ तर यसलाई सुरक्षित भएर केही तरिकाले अलिकति सुरक्षित हिसाबले यसलाई घेरबाड गरेर अब त्यहीँ टेकेका छन् त्यहीँ स्टिभहरू पुछेर मुख पुछेर फालेका छन् अनि छातीमा टेकेका छन् अब यो चाहिँ अलिकति दुरुपयोग भए जस्तो लाग्यो मलाई चाहिँ है यसलाई सदुपयोग गरेर घेरसेर हालेर त्यही त यहाँनिर चाहिँ अब जस्तो कि पुरै नर्मली देख्छ नि त यहाँनिर त होइन ढुङ्गा छ यहाँनिर यहाँनिर के अलिकति बार सार टक्कल अब यो जस्तो पूजा गरेको छ यहाँनिर पूजा गर्दाखेरि कमसेकम यहाँनिर बारहरू राम्रो लगाइदिएको भइदियो भए त अलिकति राम्रो हुन्थ्यो नि त यो हामी थाहा नहुने मान्छेलाई त अब हामी आएर त्यहीँ टेकेर फुल्चेर गइदिन्छ नि त अनि त्यो चाहिँ नराम्रो भयो नि त अब त्यहाँ दुई चार दैचाम देखेर हामीले पो तर्सेर देखाउँला यसरी हिँड्यो भने त मैले देख्दैन अर्कैले देख्दैन यसको दुरुपयोग भयो जस्तो लाग्यो मलाई है यसलाई चाहिँ के राम्रो गर्नुपर्छ क्षेत्रमा तपाईँको अलिकति त्यो घेरबाड गर्न सकिन्न र सकिन्छ नि यार यत्रो यहाँको खै के हो अब नाइट हो भने त यो शरीरको भाग हो नि त हो नि त्यसमा कुल्चेर हिँड्न हामीले नि अब नत्र भने यो बोर्ड राख्नु कुनै अर्थै थिएन नि त यहाँनिर यस्तो पवित्र ठाउँमा तपाईँको पवित्र जस्तो ठाउँमा पृथ्वीको नाइटमै कुल्चेर हिँड्दा त्यो त हाम्रो जानी कुल्चिया त होइन नि हामीले अनि यसको दुरुपयोग छ अब त्यो छ्याङ्ग्रिङ एउटा ऊ मात्रै राखेर भएन नि त्यही भएर त्यसलाई नि टक्क गाडिदिनु बलियो गरी है अनि यहाँ वरिपरि घेर गरिदिनु ल अब त्यही हो अब हामी पनि लाग्दैछौँ होइन अब तलतिर अब धेरै ढिला पनि भइसक्यो टाइम पनि छैन अब बिस्तारै लाग्नुपर्ने छ त्यही हो अब बाटोमा के हुन्छ तलतिर होइन त्यो देखाउँदै गर्छु मान्छेहरू पनि आइराख्नु पर्छ हामी चाहिँ तल चढ्दैछौँ कति मान्छेहरू उतातिर पनि घुम्दै हुनुहुन्छ है जस रमाइलो छ यो चाहिँ हेभेन नै छ है अलिकति यो चाहिँ हामी यतातिर हुन्छौँ ल गुराँसको फुल हो खै कता छ गुराँसको फुल यो सानो खाले होइन त लाली गुराँस त्यो चाहिँ लाली गुराँस त्यही मन लागेन बाई पनि भन्न मन त लागेकै छैन त्यही भनेको यस्तो दामी छ कि अझै बसौँ तर के गर्नु घर पुग्नुपर्छ हो नि यस्तो यार अझै बसौँ कति यहाँ बस्यो त्यति मजा आउँछ किनभने हिमाल यस्तो बवाल हिमालहरू देख्छ होइन यहाँबाट अब अहिले मैले सानो गरिकन अब यो 0.5बाट खिच्दाखेरि चाहिँ नदेखेको हो कि तर दामी छ क्या यार गाइस कत्रो छ हौ यो ढुङ्गा कस्तो गइदिउँ तर लाग्यो जस्तो गाइस अब जाँदैछौँ यही हो अघि नै हामी बाटो हिँडेर आएको बिहान होइन
5 बजी हिँडेको मान्छे हामीहरू यहाँ त्यहाँ किन बत्ती पाल्नु पर्छ? अनि अलिकति यहाँ धेरै फोहोर भयो है यहाँ मासतिर चाहिँ त्यो त अब यो घुम्न आउने मान्छे त्यति खाने त्यही भने अति नै फोहोर गरिदिनु भयो क्या माथि त्यो हजुरको त्यहाँ अहिलेका भन्दा नि बुवा बाजेहरू पुस्ताहरू मरेको त्यहाँ गाडेर पूजा बनायो हुन्छ है। हजुर हो त्यो मैले अघि नै तपाईँलाई ए त्यही जानु त्यहाँ गर्दा हजुर हामी उहाँ गएर त्यो पिण्ड दिए जस्तो क्या तपाईँ बुझ्नुभयो म यसको कुरा थ्याङ्क यू हस् 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 ल है खतरा हान्दै मैले नि यिनी पनि कमी त छैन यिनी पनि यो पनि त स्वर्ग त हो नि अब हामीले त्यहाँ के भन्छन् पशुपतिमा गएर भगवान्कोमा दिन्छौँ होइन यिनीहरूको पनि भगवान है स्वर्ग हो। यो पनि त यो ठाउँमै स्वर्ग हो भन्दा त यो स्वर्ग यो स्वर्ग हो नि अनि यस्तो ठाउँमा लिएर आएर गाडेर स्वर्ग जस्तो ठाउँमा घिउ बाल्दैछन् अनि आफ्नो तरिकाले पूजा सुजा गर्दैछन् अनि उसलाई उसको आत्मा शान्ति त्यहाँ हामी भित्र छिर्ने ठाउँमा यिनीहरूको त्यो यहाँनिर आएपछि कस्तो ऊ भएन तातो भएन र अलिक तातो ऊ त्यहाँनिर यहाँनिर उकालो त हावा छ नि त ओ परा हो है कान त कस्तो तातो भएको हो गहिरो खाल्टोमा के अहिले त्यहाँनिर तातो भयो क्या ल अब बिस्तारै बिस्तारै लागौँ यही हो अब नजाराहरू होइन यसको यो डाँडाको पनि अझै उतापट्टि अर्को डाँडा छ त्यो दिन अझै तल ओह्रालो पनि छ अझै क्या यस्तो मेन चाहिँ अब सैलुङको डाँडा भनेको नै यही रहेछ यो चाहिँ गुम्बा सैलुङको गुम्बा मेन गुम्बा यताको चाहिँ अब भ्यू टावर त्यही रहेछ है ल अब हामी पनि अब लागेको अब तलतिर जाँदैछौँ बिस्तारै बिस्तारै 108वटा चाहिँ डाँडा रहेछ कस्तो भन्दाखेरि चाहिँ अब यो एउटा डाँडा यो अर्को 2वटा डाँडा यसको उतापट्टिको 3वटा डाँडा अनि यो त्यो माथिको 4वटा त्यसको यहाँ सानो छ एउटा यो 5वटा यो 6वटा 7वटा यसो गरिकन चाहिँ डाँडै डाँडा 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 वरिपरि सबै डाँडा डाँडा गर्दाखेरि चाहिँ 108वटा डाँडा रहेछ यो ठाउँमा चाहिँ उहाँ माथि हामीलाई भन्नुभएको 108वटा रहेछ ल त्यही हो हामी गाइस अब लाग्दैछौँ तलतिरपट्टि अब भ्यूहरू पहिलो थुम्का त्यो पहिलो थुम्का रहेछ त्यहाँनिर पुगेर अब एकछिन त्यहाँनिर यसो भिडियो सिडियो हेरेर बनाउँछौँ अनि त्यहाँबाट चाहिँ हामी वे टु काठमाडौँ त्यही गाइस अनि तल अमेजिङ है यो चाहिँ हेर्न पाइयो यो अहिलेसम्म नि हेर्न पाएको थिएन अहिलेसम्म पनि देखेको थिएन जे होस् घोडा चाहिँ हुने रहेछ घोडा पनि लाग्ने रहेछ है मासतिर चल्ने हो ए नाइस 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 बिहान हामी हिँडेर त्यो ऊ हेर्न लाग्यौँ नि हेलो नमस्ते नाइस दामी हो घोडा पनि हुने रहेछ है ल जो सक्नुहुन्न घोडा हिँडेर जानलाई घोडाको पनि व्यवस्था छ है यहाँनिर मजाले घोडामा हाम्रो टुरिस्ट हिँडिराख्नु भएको छ दामी छ ल बवाल यहाँ आइसकेको छ हामीले बिहान हेर्न थालेको छ नि यहाँ आइपुगेको त्रिशुल सबै टक्क पारेको यहाँनिर होइन ल टङ्नै ल ल है त ल म त उसले पनि ल है गाइस यो चाहिँ पाथिपारा मन्दिर ल पाथिपारा मन्दिर आमालाई रक्षा गर्नु यो चाहिँ हामीहरू मन्दिरमा छौँ अब यहाँबाट मेन मन्दिरमा लाग्दैछु अब अझै मेन मन्दिरमा लाग्दैछ ल यहाँ पनि पाथिपारा मन्दिर चाहिँ रहेछ है त त्यति यति खासै चाहिँ नरहेछ जाउँ यति मलाई चाहिँ एउटा चित्त नबुझेको कुरा होइन अब मलाई पनि यिनले भर्खरै देखायो मलाई पनि मलाई पनि थाहा थिएन अब यहाँ चाहिँ यस्तो चाहिँ नगरिदिनु पर्ने है त मैले यहाँ देखेको लुक एट दिस पुरै आगो लगाइदिएको छ कि यो रुखलाई नै पुरै यो डढेको छ कि पुरै ल कोइलै छ कि पुरै यो कोइला छ है यो रुख चाहिँ के को भनेर अब म त्यो पनि एकछिन म अब त्यो रुख पनि के को भनेर म भनिदिन्छु है त अब रुख हेर्नुहुन्छ भने यो लाली गुराँसको रुख रहेछ लाली गुराँसको बुट्टा रहेछ है यो लाली गुराँसको बुट्टामा चाहिँ यस्तो गर्ने हो त मान्छेहरूले दिस इज गुड अर ब्याड त्यो चाहिँ तपाईँहरूले भन्नु है त कमेन्ट गर्नु हेर्नु त आगो अब हेर्नु अनि यस्तोमा आगो बाल्ने हो त कस्तो चुतिया मान्छे हुन्छ क्या छ्याट उति गाइस अब लाग्दैछौँ अब हामी चाहिँ तलतिर अब यो जुन थियो बिहानको दृश्यहरू
देखाउन पाइएन। बिहान चाहिँ राति नै हिँडेको थियौँ होइन, रात परेको बेलामा नै हिँडेको हो। यहाँ के रहेछ त यहाँ मन्दिरहरू पनि रहेछ। डाँफे ढुङ्गा, डाँफे बसेको ढुङ्गा, ढुङ्गा। यो चाहिँ यहाँनिर बसेको चाहिँ डाँफे बसेको ढुङ्गा। अब यो न ढुङ्गा डाँफे बस्यो कि न प्रकृतिक ख्यालमा डाँफे नै भन्छ यो ढुङ्गालाई, डाँफे ढुङ्गा भनेको छ। यस्तो छ यहाँको प्रकृति है, हुन नि डाँफे जस्तै त छ। अब मान्छे थाकेर आउनुहुन्छ भनेर टक्क रेस्ट गर्दा पनि भयो। फोहोर चाहिँ नगरिदिनु होला। हेर्नुहोस् फोहोर यस्तो छ के भनिदिउँ, यस्तो फोहोर गरेर बस्नु भएको छ है। अघि हामी आउँथ्यौँ नि त ला यही बाटो रहेछ होइन त महादेव गुफा भनेको। ट्याक्कै यहीँ। तर यो बाटो झन् सजिलो हुन्थ्यो होइन हामीलाई। फोहोर डस्टबिन राखिदिएको छ, डस्टबिन युज गर्नुहोस्। महादेव गुफा यदि तपाईँ सबै घुमेर आउनुहुन्छ भने ठ्याक्कै फर्स्ट पोइन्ट यहाँनिर माथि चाहिँ तल झरेर घुमेर आउने बेला फर्स्ट पोइन्ट चाहिँ यसरी सर उतापट्टि एउटा पाथिभरा मन्दिर छ होइन। पाथिभरा मन्दिर तपाईँको फर्स्ट पोइन्टमा छ। फर्स्ट पोइन्टमा चाहिँ पाथिभरा मन्दिरबाट चाहिँ तपाईँ त्यहाँबाट सिधै लाग्नु यतातिर है, पाथिभराबाट सिधै लाग्नु। अनि त्यताबाट गयो भने चाहिँ तपाईँ यताबाट आउनु है, यो बाटो आउनु होला है। यो बाटो चाहिँ सजिलो, यो किनभने चाहिँ यो सिडीको बाटो चाहिँ यताबाट आउँदाखेरि चाहिँ यो बाटो नआउनु होला, यतैबाट आउँदा नि हुन्छ। यो महादेव गुफा भनेर त्यहाँ पनि लेखेको छ उता पारिपट्टि, ठ्याक्कै यहाँनिर चाहिँ महादेव गुफा निस्किने रहेछ। यो बाटो आउँदा तपाईँहरूलाई एकदम सजिलो हुनसक्छ, एकदम सजिलो हुन्छ हेर्नु है। बाटो यस्तो छ। अब यहाँदेखि स्टार्टिङको बाटो फेरि यस्तो छ क्या, यस्तो छ क्या ढुङ्गाको बाटो। त्यही भएर आउनु, मजाले आउनु, घुमेर इन्जोय गरेर आउनु, त्यही हो कुरो। अब त्यहाँ हामी अघि नै यो अब बिहानको यो भ्यूहरू देखाउन पाएन, त्यो भ्यूहरू देखाउँदैछौँ, जाँदैछौँ। रमाइलो छ। अब आजको डेस्टिनेसन काठमाडौँ भनेर भनेको है गाइस, सरी फर द्याट। यतैबाट नै कालिम्पोङ जाने भन्ने यस्तो अब प्लान भयो। अब यताबाट सैलुङबाट पनि कालिम्पोङ आएको बेला गइदिउँ न भनेर जान लाग्यो। अब खासा चाहिँ के हुन्छ, खानासाना के हुन्छ खाएर अनि कालिम्पोङतर्फ फेरि लाग्दैछ म त गाइस। त्यहीँ भेट्नुपर्छ अब है त। मोड्यो हाम्रो टोली चाहिँ है त। लुक एट द भ्यू गाइस। हिउँ आयो है, हिउँ पुरै हिउँ परेछ यहाँनिर। चिप्लिन्छ होला यार, चिप्लिन्छ होइन, यहाँ चाहिँ चिप्लिन्छ भन्न सकिन्छ। लुक एट द गाइस, पुरै हिउँ छ यहाँनिर। उही चिप्लिने रहेछ नि, पुरै खुट्टा त। तर यतिको त नर्मल हो हाम्रो लागि त। अरूहरू त कस्तो चिप्ल्यो होला यहाँनिर, पुरै सेतो नसेतो छ। यो बी केयरफुल, यहाँनिर सबै पुरा सेतो छ यहाँनिर। शीत खसेर बिस्तारै हिँड्नु होला है। नेपालको ग्रेट अफ वाल। हामी चाहिँ बिहान गएको डाँडा देखाइदिउँ त, माथितिर छ त्यो डाँडा हो, माथि सैलुङको डाँडा होइन। त्यहाँ पुगेर आएको हामी। अब लाग्दैछौँ, मजाले हिँडिहाल्छ नि, टेन्सनै छैन। गाडीमा जाने छौँ बाटोमा हिँडिरहेछौँ। अब हाम्रो
बसेको ठाउँ पनि पुगिसक्यौँ 1 मिनट पनि लाग्दैन अब त्यही हो फाइनल्ली सैलुङ पनि आइयो घुम्यो रमाइलो भयो जे होस् सैलुङ पनि खतरा चाहिँ यो पसलबाट यो घर यो होटलहरूबाट चाहिँ स्टार्टिङ नै यो चाहिँ खतरा हो कि यो गेटबाट चाहिँ खतरा ठाडो छ है यो ओब्बा ठाडो छ यहाँ चाहिँ स्यासेर फ्याफे नै हुन्छ बिस्तारै हिँड्नु होला एकदम ठाडो छ यो उकालो चाहिँ रातिनस् नातिर बिस्तारै हिँड्नु होला है त त्यही गाइस हेलो ल हामी चाहिँ सैलुङको डाँडामा आइपुग्यौँ होइन यहाँबाट अब निस्किन आँटेको अब तपाईँहरूलाई के छ यहाँको अब सुविधाहरू के छ तपाईँहरूलाई सबै म देखाउँछु हजुरको नाम शुभ नाम हजुरको भनिदिनु पऱ्यो नमस्कार मेरो नाम चाहिँ लालबहादुर तामाङ हजुर होटलको नाम चाहिँ सैलुङ सनराइज होटल हो सैलुङ सनराइज होटल होइन हजुरको नम्बरहरू सबै यहाँ छ होइन जो मान्छेलाई आउनुहुन्छ यो मान्छेलाई होइन यो टक्क नम्बर लिएर टक्क कल गरेर आउँदा नि हुन्छ उहाँको टुमा होइन के छ यहाँ चाहिँ सुविधाहरू यहाँ चाहिँ सुविधा छ हजुर बस्न खाना अनि बार्बिक्युहरू सबै हुन्छ सर यहाँ चाहिँ अनि हजुरहरूलाई ग्रुप आउनुहुन्छ भने पर पर्सन प्याकेजको चाहिँ 1000 हो हजुर 1000 अनि कपललाई चाहिँ पर पर्सन 1500 छ 1500 छ है अनि सबै बार्बिक्युहरूदेखि लिएर सबैको व्यवस्थापन छ तपाईँको पार्किङ पनि सबै सुविधा छ होइन त यहाँ सबैभन्दा माथि सैलुङ जानलाई पनि सजिलो छ जस हामी चाहिँ यो अगाडि नै मेन पोइन्टमै यो के भन्छ नि यसलाई यो ग्रेड वालमै आइपुग्छौँ मजाले ढुक्कले त तलको बाटोबाट केही नगरिकन आनन्दले बाइक हेर्नु हामीले पनि लिएर आएको छौँ ढाँट्दिनौँ होइन त्यो तल राखेर उ गऱ्यो भन्ने पनि हुन्छ बाइक उहाँकै होटलसम्मै आइपुगेको छौँ हामीहरू होइन मजाले ग्रेडवालको फेदबाट चाहिँ देब्रे साइड आउनुपर्छ तल बस पर गएपछि धेरै मान्छेहरू अल्मलिन्छ हजुर माथि होटल छ कि छैन भने धेरै अल्मलिन्छ हजुर अनि तल आइसकेपछि हजुरहरूले ग्रेडवालको फेदबाट देब्रे साइड आउनुहोस् ट्याक्कै माथि सबभन्दा माथि आइपुग्नुहुन्छ अनि प्याकेजहरूमा चाहिँ के राख्नु भएको छ हजुर प्याकेजमा चाहिँ हाम्रो चाहिँ पर पर्सन 1000मा चाहिँ वेलकम टी हुन्छ बेलुका चिकन खाना हुन्छ अनि त्यसपछि बिहान चाहिँ नास्ता पुरी तरकारी अन्डाहरू यस्तै हुन्छ है त हस् ल धन्यवाद हजुरलाई यति भनिदिनु भएकोमा ल हामी पनि अब लाग्छौँ अब हाम्रो प्याकेजहरू सबै रेडी भइसकेको छ अब हामी यहाँबाट ब्याक टु लाग्ने है त ल गाइस ल बाई टाटा सो सैलुङको डाँडामा 360 भ्यू चाहिँ यहाँबाट हिमालहरू बवाल देख्छ है खतरा छ हिमाल देख्नलाई चाहिँ दामी छ यो चाहिँ हाम्रो गौतम बुद्ध सैलुङको होइन योभन्दा तल पनि रहेछ रहन त तर हामी टाइम धेरै सेपै गर्छौँ धेरै टाढा पुग्नु छ त्यही भएर अब हामी एकलडे हो यही नजिकै यो बुद्धको सैलुङको डाँडा यहाँ देखिरहेको छ होइन लुकेट देखाइछु त्यो गुम्बा हो माथिको त्यहाँ पुगेर आयो है गजबको ल लाग्नु यताको बाटो पनि अब पहिला यता देखाउँ यता जाने अनि फेरि यतातिर मस्तले देखाउँ यतापट्टि किनामा यताको बाटो हुन्छ कालिन्छ भन्दा बोर्डमा देखाउँछ कालिन्छ भनेर मर्न आँटिसक्यो भाइ सो फाइनल्ली गाइस अब हामी चाहिँ धेरै दुःख गरेर यस्तै बाइक हिट भयो फाइनल्ली हामी चाहिँ कालिन्चोक पुग्यौँ यही हो कालिन्चोक अब केबल कार माथि रहेछ होइन सायद यसलाई के भन्छ कुरी भ्याली भन्छ क्या जस्तो लाग्यो मलाई फाइनल्ली यति दुःख गर्दै कालिन्चोक पनि आइपुग्यो होइन त बहुतै आइपुग्यो नि कम गाह्रो भयो यहाँसम्म आउनलाई मलाई ओ माई गड भ्यू ओहो खतरा छ नि होइन
हिउँ पऱ्यो भने यो कस्तो खतरा देख्छ कि फेरि यहाँनिर। उपर टप छ यार बाटो त यार माया कसम यार नसोचेको बाटो भन्दा पनि छ यार। हिउँ खेल्न आउने बेलामा त त्यो बाटोमालाई चाहिँ आमामा यो बाटो त ओभर डेन्जर हो नि। ल कस्तो दामी छ नि त बवाल हो नि यार। अनि कस्तो खतरा देखेको पुग्नुपर्ने भोलि मन्दिर हो वहाँ माथि रहेछ। अब हिँडेर जाने बाटो पनि रहेछ तर हामी नहिँडेर जाने हामी केबल कारमा जाने हो। अब यो देखिहाल्नु भयो हामी आइपुग्यौँ। अब के भन्छन् हिउँ पर्दा र हिउँ नपर्दाको अब कस्तो हुन्छ नजारा त्यही हो। ल अब लाग्दै गर्छौँ बिस्तारी बिस्तारी। अब कहाँ गएर बस्ने हो थाहा नै छैन यार। छैन। लाइट गाइज हामी चाहिँ यहाँ केबल कारमा आइपुग्यौँ। अब केबल कारबाट अब लाग्दैछ माथि मन्दिरतिर। अब हाम्रो कालिम्पोङको केबल कारमा चढेर माथि जानु लाग्यो। अब आउँदैछ अब वेट गरिरहेछौँ डर लागिरहेछ केबल कारमा फेरि चढ्नु जस्तो केही पनि लाग्दैन। त्यही हो गुड मर्निङ गाइज वेलकम ब्याक टु माई अनदर एपिसोड। फेरि पनि हामी आएर जाँदैछौँ माथि मन्दिर के हुन्छ म देखाउँदै गर्दै गर्छु है त गाइज। गाइज हामी लाग्दिएको मासतिर एकदम बिस्तारी जाँदैछ बिस्तारी जाँदैछ बिस्तारी गइहाल्यो तर सनराइज हेर्न पाउँछ जस्तो लागेन। सो हेलो हाई गुड मर्निङ गाइज वेलकम ब्याक टु माई एन्डर एपिसोड। र फेरि हामी यहाँ माथि कालिम्पोङको डाँडाको माथि पुगिसकेका छौँ गाइज। लुक एट द भ्यू कालिम्पोङ। यहाँ छ अब सनराइज हुँदैछ टक्क पारेर हामी पुगिहाल्नुपर्छ। अझै माथि पो हिँडेर हो त्यो आउँदाखेरिको बाटो। फटिराखेको थियो मेरो उसमा केबल कारमा आउने बेलामा आइहाल्यो जोस्। अनि केबल कारबाट त फेरि एउटा डाँडा त हिँड्नै पर्ने रहेछ त नि होइन। एउटा डाँडा त त्यही त एउटा डाँडा त कुद्नै पर्ने रहेछ। एन्ड अब जाँदैछौँ ओहो त्यस्तो पो रहेछ त त्यहाँनिर त यसरी जानुपर्ने। ओके अब जाँदैछौँ बिस्तारी हेरौँ बहुत भयङ्कर भयङ्कर छ यार यहाँको डाँडाहरू। त्यही हो चिसो छ चिसो चिसो छ गाइज। बिस्तारी आनन्दले मजाले आउनु होला। यति कसैलाई म केबल कारमा आउँदिनँ भनेर भन्नुहुन्छ भने हिँडेर पनि आउने अप्सन छ हिँडेर पनि आउन सक्नुहुन्छ। तर अहिले यो बेलामा चाहिँ नआउनु होला हिउँ छैन। मन्दिरको लागि आउनुहोस्। अब हामी पनि त्यही मन्दिरको लागि नै भनेर मन्दिरको लागि नै जान्ला हामी पनि त्यही हो। अब आज चाहिँ जसरी घर चाहिँ पुग्नुपर्छ यार मार्छौँ गरेर पनि 3-4 दिन भयो नि त्यही हो भाइ ओभर छ ओभरै। ल हामी चाहिँ कालिम्पोङको डाँडामा आइपुग्यौँ कालिम्पोङको बजार तल। अब लाग्दैछौँ बिस्तारै तर्फ है त। ल फाइनल्ली आइपुग्यो। कस्तो छ यार यहाँबाट पुरै 360हरू हिमालहरू आम्मामा पुरै क्लियर देख्ने हिमालहरू चाहिँ यहाँबाट चाहिँ खत्रै देख्दो रहेछ यार। फाइनल्ली पुग्यो मन्दिर पनि सिधा गर्ने हो अनि हेर्ने हो
यताको दृश्य नजाराहरू ओम नमः शिवाय ओम नमः शिवाय ओह look at the view हेर्नु यस्तो छ यहाँनिर अर्कै छ त यार ओइ 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 के गर्यो डेन्जर छ त यहाँनिरको सिडी के खाने यस्तो बनाएको चिप्लिन्छ नि यस्तो सिडीमा त ओइ यो डेन्जर सिडी हो यस्तो गजब छ नि ठाउँ के भन्ने यार वाइल्ड टप पुरै 360 छ क्या यहाँबाट पनि हिमालहरू त देख्नलाई चाहिँ ओम नमः शिवाय ओम नमः शिवाय पूजा गरेर राख्नुहुन्छ उहाँहरूले फाइनल्ली गाइज हामी चाहिँ यहाँ माथि अब आइपुग्यौँ सनराइज पनि हेरिसक्यौँ यही हो मेन मन्दिर होइन हमारा भाइ भित्री भेटे ल अब हामी बिस्तारै अब मन्दिर सन्दिर सबै पूजा गरिसक्यो अब मन्दिर सन्दिर पूजा गरिसके पछाडि अब टक्क पारेर घुमिन्छ एकछिन त्यही हो अब टिका पनि लगाएको जस्तो खाने बिस्तारै मजाले घुमेर हात हल्लाएर ओरसम्म पूजा गर्नु ओर गणेशसम्म ओर गणेशलाई नि दाइ ओल्लोलाई सानोलाई ल यतातिर मतिर हेर्नु ट्याक्क उता राखिदिनु उता राखिदिनु तल गाउँ पनि देखाइदिनु प्वाक्कै गाउँ त देख्छ चाहिँ कालिम्पोङबाट अब निस्क्यौँ होइन अब हामी तलतिर जान्ला हो ओपरै चिसो हुन थालेछ यहाँ अब घाम लाग्यो नि कामै छैन हाम्रो ग्याङ पछाडि छँदैछन् ग्याङ हाम्रो आएको छ उताबाट पनि छिमेकीहरू हुन् सबैजना अब निस्किएर हामी पनि जाँदैछौँ घरतिर भन्दा नि पनि तल गएर ब्रेकफास्ट खाएर टक्क बस्ने हो ग्याङ आएको छन् फेरि अब हामी तलतिर जाँदैछौँ हाम्रो सबै दोस्तीहरू ग्याङ सबैजना यहीँ हुनुहुन्छ हम नीचे नहीं देखेंगे गाना फट जाएगा हमको दिखना नहीं है भाई केबल कार में बैठ गए हम सब जा रहे हैं हम नीचे की तरफ हाँ नीचे की तरफ
थोड़ा इधर आइए, थोड़ा इधर आइए। हाँ बस बस।